हेलो हजुर म यो हजुर यता लोकेसन भन्दा यतापट्टि आइपुगेँ यहाँबाट त बाटो होइन रहेछ त हजुर त्यही होला यो रडहरू के राखेको छ रोडमा हजुर ए हुन्छ आम्बो कस्तो थर्काएको त हजुर भनेको त म आउँदैछु उतै होला लड्की पक्थ्यो त तेरा तो गेम बजाना पड़ेगा हजुर भयो सुरु गरौँ हजुर बस्ने यतै हो र हजुर किन सोधेको यो बाटो हिँडिरहनुहुन्छ हजुर खोइ खोइ हिँड्छु ए बाटोमा पेट्रोल पम्प पर्दैन पेट्रोल पम्प कस्तो भन्नाले पेट्रोल पम्प छ कि छैन यो बाटो जाँदाखेरि मलाई थाहा नै छैन उहाँ गोपीकृष्णमा छ अरूले चाहिँ गोपीकृष्णमा लानुहुन्छ ए बाटो थाहा छ हजुरलाई गोपीकृष्णको डाइरेक्ट आई मिन मेन रोड त हो त्यो पुलबारी छ नि एउटा पेट्रोल पम्प त्यही हो हजुर चाहिँ कताजना लाग्नु भएको हजुर कताजना लाग्नु भएको अहिले होइन किनजना लाग्नु भएको हजुर किनजना लाग्नु भएको काम छ ए घुम्न त जानु भएन होला हजुर घुम्नै जानु भएको हजुर घुम्नै जान लाग्नु भएको ए होइन त्यहाँ एउटा डकुमेन्ट लिनुपर्ने छ कि ए त्यही भएर तपाईँ चाहिँ कता हिँड्नु भएको म हजुरलाई लिएर खराब हो जाएगा मैं माँ अम्मा बहन पे आ जाऊंगा मैं इनकी अम्मा बहन पे आ जाऊँ शङ्खमुल हजुर हजुरको घर यतै हो कि हजुर हजुरको घर यता हो कि दिदीको घर दिदीको हजुर हजुरको गाउँ छ कि कता हो हजुर हजुरको गाउँ कता हो गाउँ शङ्खसभा शङ्खसभा थाहा छ सुनेको चाहिँ छु सुन्नु चाहिँ थाहा छ हजुर कति टाढा छ त्यो टाढै छ ठ्याक्कै 24 घन्टा लाग्छ भन्नु न यहाँबाट जानलाई हजुर अब हजुर कहिले जानुहुन्छ हजुर अब दसैँमा हजुर यता पढ्दै हुनुहुन्छ कि जब गर्नुहुन्छ म अहिले खाली पढिसकेर ए पढ्ने मात्रै हजुर के पढ्नुहुन्छ मेरो बिएससी जेनरल बिएससी भनौँ न कतिमा पढ्नुहुन्छ तपाईँ म त पढ्दिनँ नि हजुर म त पढ्दिनँ नि पढ्नुहुन्न कति वर्ष पुग्नुभयो म 19 ओए जितने रावण जितने राक्षस आते हैं ये हंसते हुए आते हैं ये राक्षसों की पहचान रही है हमेशा से उन्हें हंसी बहुत आती है त्यसो भए त तिमी भन्छु हजुर कति हो म 24 म 25 हो अनि ल 24 हो र हजुर हजुर 24 नै हो र अनि मैले ब्याचलर्स कम्प्लिट गरिसकेँ कति साह्रै गर्नु भएको त साह्रै होइन थुप्रो भयो नि 1-2 वर्ष ग्याप भइसक्यो कति प्लस टू सक्यो अहिले तिम्रो प्लस टू मेरो ब्याचलर सकिसक्यो 19 वर्षको ब्याचलर सक्यो हो भने म 25 वर्ष जस्तो देख्दैन हो 25 हो तपाईँ बरु 24 देख्नुहुन्न 19 थाहा छ मलाई तर तिमी चाहिँ 19 कि 20 हो र हजुर त स्विट 16 देख्नुहुन्छ होइन अनि हजुर विदेश जाने प्लान नबनाउनु भएको अब बिस्तारै जाने ए अझै बिस्तारै हजुर ढिलो हुन्न हुँदैन होला अब हामी यहाँबाट कता जाने हो हजुर अब हामी यहाँबाट कता जाने हो पेट्रोल लाउनलाई कता अनि त्यहाँदेखि पुल क्रस गरेर जानुपर्छ ए भन्दिनु ल हजुर भन्दिनु ल मलाई त फेरि त्यो बाटो देखाउन आउँदैन मलाई नि थाहा छ अलिअलि त म्याप हेर्न आउँछ हजुरलाई हजुरलाई म्याप हेर्न आउँछ आउँदैन मलाई नि आउँदैन यो त्यत्तिकै राखे मात्रै भइहाल्यो नि अब डिप्रेसन वो अलग ही लेवल का बंदा था नजिकै छ हिँड्नु न हामी यहाँबाट पुल मुनिको बाटो पुगिन्छ कि क्या हो पेट्रोल पम्प जानलाई त माथिबाट जानुपर्छ ए माथि हाइवेबाट यता ए हो त रहेछ त फेरि त्यतैबाट जाने हो कि कता ए उयाबाट हो हुन्छ कताबाट लानुहुन्छ अब तपाईँ गइरहनुहुन्छ भने रहेछ नि है बाटो छैन होला जस्तो लाग्यो त छैन नि
ए त्यहाँ क्रस गर्नुपर्छ क्रस गर्नै पर्ने रहेछ तपाईँ अनि आइरहनुहुन्छ भने होइन यता अब आए नि बाटो त अनि कसरी थाहा हुन्छ त आँखा बन्द गरेर हिँड्नुहुन्छ क्या हो होइन त्यो अब प्यासेन्जर प्रिन्सेस हो नि आम्मो हजुर कति भयो यता बस्न थालेको म धेरै भयो भनौँ धेरै कति भयो बसेको त कति जति भयो 7-8 वर्ष होला 7-8 वर्ष हजुर ब्याचलर 12 यतै हो कि क्या हो हजुर ए अनि मलाई नि सोध्नु न मलाई नि सोध्नु न ढाट्नुहुन्छ कि तपाईँ मलाई सोध्नुहुन्न 19 वर्ष अरे अनि ब्याचलर सकेको अरे अनि के सोध्नु के ब्लगिङ गर्नुहुन्छ हो त्यही भएर यस्तो धेरै बोलेको होइन म यत्तिकै माइक रहेछ क्या ए, त्यो माइक होइन त्यो म कान सुन्दिनँ कि त्यही भएर राखेको हो क्या त्यो ला हो अनि तपाईँ त्यत्रो वर्ष उतै उतै बस्नु भएको ए कलेज त्यतै त थियो त्यतै पढ्नु भएको हजुरले कुन कलेज पढ्नु भएको तपाईँले मैले हजुर हजुरले कुन पढ्नु भएको खै बिर्से ल 7-8 वर्षमा त बिर्सिहाल्यो नि कलेजको नाम ए मैले त बिर्साएन हजुर मैले त बिर्साएन कुन कलेज हो म हजुर पढेको कलेजै पढेको मेरो घर पनि कपन हो नि हजुर मेरो घर पनि कपन हो नि कपन कता कपन त्यो तपाईँ अघि मैले लिन आएको थिएँ त बस्ने हजुरलाई मान्छेलाई त्यहाँको पेट्रोल पम्प थाहा छैन अरे त्यो म बाटो थाहा छैन अरे हजुरलाई यतिकै भनिदिएको नि म कपनभित्र मात्रै बस्छु क्या यता आउँदिनँ क्या त्यही भएर अलि हो हजुरको त्यो घरभन्दा माथि त्यो बिग मार्ट छ नि उतापट्टिको रोडबाट कस्तो होला गुम्बा होला चर्च पनि छ नि थाहा छैन थाहा छैन म घरभित्रै बस्छु नि त होला हजुर चाहिँ घुमिरहनु हुने रहेछ है होइन म नि घरै बस्छु त्यही भएर मैले नदेखेँ क्या हजुरलाई अभी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे गाली दूं कसरी देख्नुहुन्छ तपाईँ घर बस्ने मान्छेले त्यही त नि म पनि घर बस्ने तपाईँ पनि घर बस्ने त्यही भएर हो क्या 10वटा कुरा भन्छु अनि म 6वटा झुट बोल्छु 4वटा रियल कुरा गर्छु क्या म त झुट बोल्न जान्दिनँ त्यस्तै लाग्यो त्यस्तै भन्नुहुन्छ है तपाईँले एकछिनमा म त झुट बोल्दैन कहिले गौतम म एकछिनमा 19 वर्षको हुन्छु एकछिनमा 25 वर्षको हुन्छु गौतम बुद्ध चिन्नुहुन्छ हजुरले अह हो मेरो दाइ हो नि को इन्डियामा जन्मेको गौतम बुद्ध नेपालमा हो होइन इन्डियामा मेरो दाइ गौतम बुद्ध भनेपछि म कति सोझो होला सोच्नु न अब कुन चाहिँ गेटबाट छिर्ने हो यो होला डिप्रेशन होला कुन गेटबाट छिर्ने भनेको होला अरे लो कस्तो बस्दा सुन्दैन नि त अगाडि बस्नु न आउनु बाइक चलाउन आउँछ हजुरलाई हजुर हजुरलाई बाइक चलाउन आउँछ आउँदैन खुट्टै पुग्दैन ए चढ्न त कस्तो मुस्किल पर्छ कसरी चलाउनु किन नबढ्नु भएको त अनि हजुर किन नबढ्नु भएको त खै अब बढ्नु ल ल बढ्ने उमेरै सकिसक्यो सकेको छैन तपाईँ बढ्नु नि म बढ्यो भने त कहाँ पुगिहाल्छ नि म अब मिस्टर नेपाल हुनु पर्यो नि त आम्मामा तपाईँ बाइकमा लड्नु भएको छ कि छैन म अँ एकचोटि ए लड्नु भएको छ स्कुटरबाट चाहिँ ए बाइकमा त होइन छैन बाइकमा त छैन स्कुटरमा चाहिँ खत्रै लड्नु भयो के सोचेर हिँडिरहेको थिएँ त्यस्तै इन्डाइटमा होला के सोचिरहेको थिएँ लास्टमा त एक्कासी भुइँमा हो भुइँमा लाज लागेर ए दुख्नु भन्दा नि लाज लागिरहेको जुरुक्क उठेर भाग्नु पर्दैन थियो नि कहाँ भाग्नु त्यही नि म त लडिरहेको थिएँ नि अनि त्यही दाइले उठाएर अम्मै बडा उठाउनु भयो अनि भनेपछि त्यो मान्छेले तपाईँलाई प्रिन्सेस ट्रिटमेन्ट दिएन हजुर प्रिन्सेस ट्रिटमेन्ट दिएन तपाईँलाई त्यो त दिइरहेको थियो तर चिप्लो पानी परिरहेको थियो नि त तपाईँ चाहिँ धेरै लड्नु भएको छ होला म चाहिँ कसरी लड्छु र हजुर म चाहिँ किन लड्ने हो र आई मिन अब यस्तो राइडर केटा म हुनु सही पकडे हैं भएपछि त अनि म त लडेको होइन लड्ने हो आज म अँ किन लडाउनु नि मलाई लडाएर के पाउनु छ पाउन त केही पाउँदिनँ त्यही पनि लड्ने नि दुःख दिएर के पाउनु छ समझ रहे हो आप समझ रहे हो अनि तपाईँ पहिल्यैदेखि यस्तो राम्री हुनुहुन्थ्यो होला होला होला
कि अघिबाट राम्रो हुनु भएको आज मात्रै मलाई नि त्यस्तै लाग्यो A few moments later. नबोल्ने हजुर हजुर नबोल्ने मसँग बोल्नै मन लाग्दैन बोल्नै मन लागेन ओ मा होइन अरे। आए, त्यो एक सेकेन्डमा ढाँटेछ त के बोल्नु लो ल यहाँ अगाडि शङ्खमुल टावर अगाडि रोक्दिनु ल कता हो त्यो भने यहाँ अगाडि कता हो ऊ त्यो बिल्डिङ कुन चाहिँ हो अम्मै अलि अगाडि हिँड्नु न यतै रोकिदिनु न यतै हो One 48 होइन 50 मात्र दिनु न अब कति जानुहुन्छ अब यतै बस्छु थ्याङ्क यू बाई 1 hour later. हजुर हो इनड्राइभ हो हजुर हुन्छ भयो कताजना लाग्नु भयो र हजुर यही ठाउँ हजुर यही कता घटेकुलो होइन होइन किनजना लाग्नु भएको भने नि यो घटेकुलो अँ? घटेकुलो हो कि कुन यही घटेकुलोतिर होइन अँ। हजुर हजुर कताजना लाग्नु भएको भने अन्त कि यही लोकेसन दिएको ठाउँ किनजना लाग्नु भएको त ए त्यहाँ मामलाई भेट्न ए मतलब बोजूलाई बोजूलाई नामलाई रे मतलब हाम्रो ल्याङ्ग्वेजमा चाहिँ बोजूलाई माम भन्छ कि ए कुन ल्याङ्ग्वेज हो र यो यो तामाङ तामाङ हो र हजुर हजुर कुन तामाङ हो र पाखरिङ पाखरिन हो र हजुर मन तामाङ हो नि ए कता बेसी कुन म कुन होला म म तपाईँ खै म बोमजन हो बोमजन बमजन मैले के पर्छ हजुरलाई हजुर अब मैले के पर्छ हजुरलाई के पर्छ है थाहा छैन नाइ ए साइनो लाग्छ हो लाग्दैन साइनो लाग्यो भने त बर्बाद भइहाल्यो नि हजुर यतै बस्नुहुन्छ हजुर ए हजुरको घर यतै हो कि होइन उता हो कता पूर्व पूर्व कता हो तेह्रथुम हजुर तेह्रथिम धरानतिर आमा धरान त कति टाइम लाग्छ यहाँबाट धरान जान लाग्छ खै मतलब लाग्छ होला कति लाग्छ खै अबै हजुर अनि घर जानुहुन्न मतलब फ्लाइटमा जाँदाखेरि बिराटनगरसम्म मात्रै फ्लाइट छ नि त त्यसपछि चाहिँ गाडीमा जानुपर्छ ए फ्लाइट र गाडी भएर थाहा भएको हजुर ए मतलब छैन नि त धरानतिर त फ्लाइट एयरपोर्ट विराटनगरबाट पो जाने तपाईँहरू हजुर ए भनेपछि रमाइलो हुन्छ होला रमाइलो हुन्छ ए अब दसैँमा जानुहुने हजुर अब दसैँमा जानुहुने हजुर किन नि दसैँमा मात्रै हजुर किन नि दसैँमा मात्रै दसैँ अब कलेज छुट्टी भएपछि ए पढ्दै हुनुहुन्छ हजुर कतिमा पढ्दै हुनुहुन्छ अहिले ब्याचलर ब्याचलर हो हजुर भर्खरको देख्नुहुन्छ त अब अनि भर्खरकै त पढ्छ नि ब्याचलर ब्याचलर कति इयरमा हुनुहुन्छ अब थर्ड इयर जानु लागेको आमा बच्चा देख्छ त हजुर त अनि हो कति इयर भएर हजुरले 20 20 त होइन होला ल 20 नै हो आमा म त त्यो 15-16 को सानो बुनीहरू होला पनि ठानेको चल झूठा तर तपाईँ त्यस्तो एजको देख्नु हुँदैन रहेछ है अब भर्खर के हो नि त 20 भनेको त भर्खर हो र 20 भनेको भर्खर के होइन ए म कति भयो होला तपाईँ 23-24 होला हो नि कसरी थाहा हो तपाईँलाई ठ्याक्कै भनिदिनु भयो त लाग्यो खतरा प्रेडिक्सन हान्नुहुँदो रहेछ हजुर खतरा प्रेडिक्ट गर्नुहुँदो रहेछ क्या 22 अँ 22 हो अँ अहिले चाहिँ 22 के लिएर पढ्नु भएको हजुरले हजुर के लिएर पढ्नु भएको मैले आइटी आइटी लिनु भएको हजुर आइटी पो लिनु भएको हजुर आइटीको त अब के काम भएर अनि हजुर आइटीको त काम हुन्छ र अब काम हुन्न अनि अब एआईतिर जानुपर्ने रहेछ आइटी एआईले गरिदिइहाल्छ अब खतम भइहाल्यो नि खतम भयो
विदेश जाने प्लान नगर्नु भएको नाइ किन मन पर्दैन म त त्यतिखेर जान मन लागेन ए अहिले चाहिँ अहिले पनि ठिकै अहिले त अब जाने कुरा भएन भएन A few moments later. कता मतलब राइट ए अनि रोकिदिँदा हुन्छ त्यतै रोकिदिउँ अनलाइन हो हस् थ्याङ्क यू